सानो केटाकेटी छ लुगा खानु पाइन्छ क्या भयो यस्तो मेरो जिन्दगी के गरे खाने होला घरबाट रिचार्ज किन्न निस्किएका दुर्गा पुनको बाटैमा हत्या गुम्यो घरको सहारा विक्षिप्त परिवार अनि बाबु छोराछोरी दुईटा छन् छोरी र छोरा पहिले कहिले पढाइदिन हो अनि आमा पनि अभाङ्गी छ अनि खाना पुग्दैन लाउन पुग्दैन जग्गा धेरै छैन अनि अहिले कहिले पालिदिने हो पाप भएको बाबु दुश्मनले गर्दा मेरो छोरा न आज बाटाघाटै परन हालिदियो अब त सबै न धर्म गर्यो भने त्यहाँ सबैले पाप गर्यो बाँकेको कोहलपुर नगरपालिका 7 बनखेतका 40 वर्षीय दुर्गा पुनको बिहिबार राति हत्या भएको छ। वडा नम्बर 7 कै रजगडुवा पुल नजिकै उनको हत्या भएको हो। हत्या गरिएका पुन पूर्व वडा सदस्य समेत हुन्। उनी नेपाली कांग्रेस पार्टीमा आबद्ध थिए। श्रीमती छाया पुनका अनुसार दुर्गा हिजो बेलुकी रिचार्ज कार्ड लिन घरबाट मोटरसाइकलमा निस्केका थिए। उनको दिउँसो स्थानीय केही युवाहरूसँग झगडा भएको थियो। उनीहरूले नै राति आफ्ना श्रीमानको हत्या गरेको श्रीमतीको आरोप छ। अहिले प्रहरीले स्थानीय 4 जना युवालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। हत्या किन र कसरी भयो विस्तृतमा खुल्न बाँकी नै छ, यस्तो भन्छन् परिवार र आफन्त। कति बेला निस्किनु भएको थियो हजुरको छोरा? 7 बजे पुरो बाबु साँझ अलिअलि आँखा देखिन्थ्यो। त्यो बेला रिचार्ज ल्याउँछु मलाई फोन गर्नु छ भनी गयो आमा त 9 बजे पुरो 9:30 बजे पुरो त बिताएको भन्नु सुन। अनि बाबु छोराछोरी दुईटा छन् छोरी र छोरा पहिले कहिले पढाइदिन हो अनि आमा पनि अभाङ्गी छ अनि खाना पुग्दैन लाउन पुग्दैन जग्गा धेरै छैन अनि अहिले कहिले पालिदिने हो पाप भएको बाबु दुश्मनले गर्दा मेरो छोरा न आज बाटाघाटै परन हालिदियो। अब त सबै न धर्म गर्यो भने त्यहाँ सबैले पाप गर्यो सब। पुलमा बस्नु चोट खान लागेको चोट खाँदाखेरि त्यो चोट खानलाई केटाकेटीलाई सिकाउन पर्दा न। मेरो छोरा पनि त्यही थियो, अर्को गाउँको पनि दुईवटा मेरो छोरा हुन्छ त्यहीँ थियो गरे। त्यहाँबाट अनि किन चोट खाउनु सिकाउनु लाग्छ अनि भन्नु चालै गरेन। बाइकै त्यो साइकल यता बाइक ल्याउँदाखेरि साइकलै बिचमा अड्यायो गरे मान्दै मान्दैन। तैँले के खोजेको छ भन्दाखेरि चालै गर्दैन गरे। अनि तैँले त्यसो भए खोजेको भन्न बाइकबाट उर्तिकन अनि 1-2 झाबाट हाने आउनु त्यति हो। त्यहाँदेखि घर आउनु भएछ म थिएन, गाउँ काट्न गएको थिएँ। अनि घर आउँदाखेरि यहाँ सुत्नु भए फोन मैले त भने दिउँसो बङ्गुर काट्यो त्यो भयो होला रगत कभर रहेछ भने त्यो टिनमा लागिन खुन लागेको रहेछ अलिअलि कभरमा। अनि त्यहाँदेखि त्यो कभर खुन लागेको रहेछ। अनि के भएन न मैले चालै गर्न म गाउँ काट्नबाट आएँ। गाउँ काट्नबाट आउँदाखेरि म भित्र भान्सामा थिएँ र अनि त्यसबाट मितिने आमा आउनुभयो। अनि खै साइलो जाए भन्नुभयो, भित्र हुनुहुन्छ सुत्नु भएको छ भन्नु के मस्तै सुत्या छन् र भन्नुभयो। निदाउनु भएको छ क्या फेरि पल्लोपट्टि जानु पल्लोपट्टिबाट आउनुभयो फेरि मितिने आमा। त्यहाँदेखि मैले कुरा गर्दाखेरि बाहिर निस्कि जानुभयो। बाहिर निस्किनु भयो अनि कुरा गर्नुभयो। कुरा गर्दाखेरि मितिने आमा उता गइजानुभयो घरतिर। अनि फेरि भेस्ट लगाउनु भयो। मैले किन गाउँतिर जानुहुने हो र भन्नु भने म गाउँ जान्छु रिचार्ज लिन आउँछु भन्नुभयो। हुन्थेन रिचार्ज अहिले हुन् केही आखिर परेको छैन। अनि रक्सी खाने बिहान घरै आएको भएको हुन्थेन भने नै म रक्सी किन खान हो र खान्न, म रक्सी खान्न रिचार्ज लिन आउँछु भन्नुभयो। रिचार्ज भोलि बिहान ल्याउनु होला हुन्थेन भने कहिले तिनीहरूले पुलिस ल्याउने हुन् कि अनि यसो कुरा बुझ्छ म रिचार्ज लिएर फोन गर्नु पर्ला भन्नुभयो। अहिले केही आखिर परेको थियो नहुनु परेको थियो। अझ जुत्ता लगाउनु लाग्नु भयो, चप्पल लगाएर गयो भने त हुने हो भन्ने भने चालै गर्नु भएन। मैले तँलाई झर्किने मान्छे त्यति रिचार्ज लिएर आउँछु अनि आइजान्छु क्या म रक्सी किन खान र खान्न भन्न त्यही भन्न जानुभयो। फेरि मैले फोन गरेँ। फोन गर्दाखेरि राति 9 बजी 9 मिनट गएको थियो। किन फोन गरेर नपऱ्यो कहिले झगडा परेको छ अनि भने फोन गरेर अनि कहाँ हुनुहुन्छ भन्नु भनेर रजगुरा छ भन्नुभयो। रजगुरा छ भन्दाखेरि
म त ढुक्क भएँ अब रजगुरा साथीसँगै बस्ने साथीसँगै पनि बस्ने ढुक्क भएर म त फोन काटिहालेँ किन र भन्नुभयो किन भन्ने बेला म ठ्याक्क फोन काटिदिएँ यतिखेर फोन नकाटेर केही भन्नुहुन्थ्यो कि किन त भन्नुभयो मैले त फेरि अहिले अब पहिला जस्तो सोचिकन अब आइजानु होला भन्ने भयो यस्तो हुँदैछ त के गर्ने सानो केटाकेटी छ लुगा खान पाल्ने कहाँ भयो यस्तो भइरहेको हो भनेर आएर उसको साथीले अर्को घटना नघटाउनु हो र यसमा यो घटनाको अर्थ यसभन्दा अगाडि कोही ठुलो हात पो छ कि छानबिन गरेर दोषीलाई कराभन्दा करा कारण हुनु पर्छ हो नि अब पूर्व मन्त्रीज्यू पनि आउनुहुन्छ वडा अध्यक्षदेखि लिएर सबै हाम्रो काङ्ग्रेसको नेताहरू सबै आउनु भएको छ के भन्न चाहनुहुन्छ जस्तो अब पक्राउ त परिसकेका छन् होइन पक्राउ परिसकेपछि अनि पक्राउ परेका साथीहरू त्यसका साथीहरू जो छन् यहाँ तिनीले पनि पक्राउ पर्नु पर्यो र उसलाई जन्मकै सहित हुनु पर्यो त्यो निकासी नहोस् निकासी आयो भने त्यो मान्छेले बुढिसकेको बेला मलाई यहाँनिर पठायो भने जब बचेर आयो भने जो बचेका छन् उनीहरूलाई पनि काट्न ढिलो नगर्ला त्यही भएर उसलाई हदभन्दा हद जन्मकैदसम्म जाओस् र जो त्यसका छुटेका साथी छन् र त्यसका साथीहरू समेतलाई पनि परिवारले पकाउन सफल हुनु पुगोस् यति भन्ने त पर्ने हो हजुर।